हेलो नमस्ते सबैजनालाई। ल त फ्रान्स जाउँ है त हामीसँगै। आज एकदमै रमाइलो भयो। हामी लास्ट विक फ्रान्स गएका थियौँ, फ्रान्सको पेरिस। अनि मेनली चाहिँ हामीले आइफिल टावर हेर्न जाने भनेर गएका हौँ। बच्चाहरू एकदमै इन्जोय गरे। उनीहरूले बुझ्ने भएपछि हामी भर्खरै प्लेनको यात्रा गरेको। लगभग 3 वर्ष भइसकेका थियो। बाबु सानो थियो, सानो बाबु भर्खर जन्मेको थियो। 5-6 महिनामा हामी नेपाल र टर्की गएका थियौँ। अब फ्रान्स पनि आउन लाग्यो। हेर्नु न कस्तो राम्रो विन्डोबाट हेर्दा सिटीको भ्यू। ओहो, त्यो हेऱ्यो भएपछि त आनन्द आउने के। कस्तो रमाइलो। हामी चाहिँ बेलुका गएका थियौँ, काम सकेर, बच्चाहरूको पनि स्कुल सकेर। कस्तो रमाइलो। अनि बेलुका चाहिँ मैले फोटो खिच्न भ्याइनँ। यो चाहिँ बिहानको हो ब्रेकफास्ट। हेर्नु न सबै बेकरी आइटमहरू हुने के। अनि त्यहाँको क्रसेन्टहरू सबै हामीले ट्राई गऱ्यौँ होइन। कस्तो राम्रो हुने क्या त्यहाँको बेकरीहरू चाहिँ। अनि मैले राम्रो लागेर फोटो पनि खिचेँ। अनि बच्चाहरूले पनि एकदमै फुड इन्जोय गरे। हामीले पनि खायौँ, एकछिन खेलेँ। हेर्नु न त्यहाँ उनीहरू खेलिरहेछन्। नयाँ ठाउँ, बच्चाहरूलाई रमाइलो। अनि हेर्नु न बाहिरबाट हामी ट्याक्सीमा आइफिल टावर जाँदै थियौँ। बाटोमा यस्तो रमाइलो भ्यू। अनि त्यो दिन फेरि कस्तो मजाले घाम लागेको कि। त्यहाँ 27 डिग्री थियो। युकेमा चाहिँ 21-22 हुँदा त्यहाँ 27-28 हुँदो रहेछ कि। अनि मौसमले पनि एकदमै साथ दिएको टाइममा परेछ। ठ्याक्कै घाम लागेको। हुन त त्यहाँ पनि चिसो चाहिँ भइहाल्ने, कुन बेला चेन्ज हुने थाहा नहुँदो रहेछ। ती मान्छेहरू आएका के त्यहाँको मान्छे भन्दा पनि बाहिरकै मान्छेहरूले पुरै ढाकेको के। अब सुनिन्छ नि त ल्याङ्ग्वेजहरू डिफ्रेन्ट हुने। अनि कति धेरै फोटो खिच्न। हेर्नु नि त्यो ओलम्पिक्सको रिङहरूमा मान्छेहरू चढी चढी फोटो खिचेका। अनि यो चाहिँ माथिबाट हामी डाँडामा आउँदै थियौँ। पानी ठुलो पानी पर्यो। अनि त्यो सानो एउटा पसल जस्तोमा बाबुहरूलाई राख्यौँ। हामी चाहिँ अलिअलि भिज्यौँ। तर त्यो माथिबाट हेर्नु न कस्तो राम्रो, सबै पुरै आइफिल टावर देखिने। अनि त्यहाँ हामीले फोटो खिच्यौँ, भिडियो खिच्यौँ। बाबुहरू पनि एकछिन खेले। अनि यो चाहिँ तल हामी त्यो आइफिल टावर मुनि चाहिँ त्यहाँ एकदम ठुलो रिभर रहेछ। त्यसमा बोटिङहरू गर्ने ओर्ने। हामीले बोटको लागि पनि बुक गराएका थियौँ। ठुलो असिना पानी परेर हाम्रो चाहिँ क्यान्सल गर्नुपर्ने भयो त्यो दिनलाई। अर्को दिन चाहिँ अलि पर थियो होटेल, फेरि आएनौँ हामी। फेरि अन्त पनि त घुम्नु पर्यो भनेर अन्तै घुम्न गयौँ। एकदमै रमाइलो। तपाईँलाई ट्राभल गर्न गएपछि ओहो म बेकार आएँ भन्ने नै नहुने कि। बच्चाहरू लिएर गए पनि अलिअलि दुःख भए पनि त्यो सबै दुःख बिर्सिने क्या। रमाइलो हुने। त्यही भएर ट्राभल चाहिँ गर्नुपर्ने रहेछ कि। एउटा मेमोरी हुन्छ। घरमा आएपछि ओहो म त्यहाँ पनि गएर आएँ है जस्तो हुन्छ। मलाई चाहिँ जति पनि ठाउँ गएको छु त्यहाँ गएर यस्तो भयो, दुःख भयो भन्ने लाग्दैन क्या। त्यहाँ गएर एउटा मेमोरी बनाइयो है जस्तो हुन्छ। चाहिँ त्यहाँ नजिकको म्युजियम गएका थियौँ। म्युजियम चाहिँ फेरि बन्द भएछ, बेलुका भइसकेको थियो नि त। हेर्नु न पानी परेपछि कस्तो